हेलो गाइज, आज चाहिँ 100 केजीको सुँगुर काटेको छ। 100 केजीको सुँगुर यहाँ छ। अर्को सुँगुर यो यहाँ, अर्को सुँगुर यो अर्को सुँगुर, दुईटा सुँगुर, यो सेतो सुँगुर, यो कालो सुँगुर। बोका गराउँछ, यो चाहिँ बोका हो गाई। म त झन् ठुलो बोका, त झन् ठुलो बोका। सुँगुर गुँगुर 5-6 खाले हुन्छ अरे के, 6वटा खाले। एकदम तल बेसीमा सुँगुर काटेको 100 केजीको सुँगुर काटेको छ। नामै हुँदैन हौ, बङ्गुर त्यस्तो त मजा नै आउँदैन। नामै हुँदैन बस्छ त। कहाँ तल अङ्कलहरूको फर्ममा त धेरै बस्छ नि, ठिक हो। बस्नु हुँदैन नि त्यहाँ त, बस्नु मात्रै हुन्छ। बस्नु त अब मजा नि 4-5वटा 6वटा खाइदिन्छ। त्यो प्लास्टिकले धुन पाए हुन्थ्यो उता भोलि ठ्याक्कै कहाँनिर हाने फर्के त होइन, सिधै यस्तैमा यहाँ त हुँदैन। हुँदैन। हुन त हुन्छ होला, मैले अहिले हाने। हुँदैन चाहिँ यसो फर्के हाने नि त हुँदैन। नहुँदैन। अब माथि माथि गयो अरूबाट त नहुँदो रहेछ। छिड्दियो नि त, हजुर कति जानेका खानालाई अनेक जानेका। मान्छे सुँगुर जस्तो सुँगुरमा चाहिँ खानु पल्टिन्छ यो। सुँगुर जस्तो बाबु देखेन जम्मा 80 केजीको मान्छे। जाँदैन त्यति। यो फेरि त्यो मिडियम खाले गोली हो क्या यो। नजिक पनि तोड हुन्न रे। कुला तितिर माछा यतामा अमसरी तितिर माछा बुढा तान्नु न, बोर्डको चाहिन्छ एउटा बोर्डको एउटा बोटकले उठाउनु। गडको भाँडा काट्नु अझैमा होइन होइन, तान्नु तान्नु। हात काट्नु बुढा खुट्टा बिचार गर्नु। अझै काट्ने नकाट्नु के? त्यही भनेर हो मैले पोखिहालेको कस्तो भुस्न लागेको यो। अब सबै बोल्छ तान्नु। आउँछ त्यो निकाल्न पाइन्छ अझै एकदम राम्रो यहाँ गइसक्यो दुईजना लाउने पखाएको अलि मिल्छ यो हो क्या त टाउको काट्दैछ यो रगत रगत उता बगेर जान्छ कि हो त्यही रहेछ। अनि त्यो तानिदिएपछि अहिले त्यही बस्छ कि होइन यताउति जान्छ कि जाँदैन, त्यही बसेर आउँछ। उता यता तल जान्छ कि किन भिडियो बना तानिदिएपछि। तेरो फेरि आइडी ब्लक हुन्छ नि बाबु यस्तो देखाउनुमा। किन घडी नखले यिनीहरूले? जम्मै गयो नि। नाकको टोको लाएर रुबाट नाकी फुट्याएको थियो ल भयो भयो, धेरै गर्नुहुन्न। ओ मोटे मोटेलाई दिनु न, जम्मै यता जान्छ। भकुन्डे खेल्छ नि मोटे। टाउको काट्नु, टाउको ल। भएन भने एकछिन नाच्यो भने खेर हाले हा? खेर हाल्नुपर्छ नि।
डर अब मैले घाट आन्द्रा भुँडी त आन्द्रा भुँडी नि 50 किलो छ मोटे काट्नु पर्नु क्या घाँटी काट्नु आतुरी भइसक्यो माइलाले घाँटी काटे घाँटी टाउको मासु हाल्ने भाँडा ल्याउनु न गोली ओ दाइ कमल दाइ त्यहाँ त टुस होला त्यसको बुलेट गोली यहाँ टाउको मासु काटेको टाउको भुटु हाने ओ ठुल्दै तपाईँ त हल्दार भनेर त सिपाहीको लुगा लारी नि सिपाही त खोइ भनिसकेको हल्दारको फिता खोइ किन चाहियो होइन हाम्रोबाट यस्तो थिएन यो त उयोको क्याप्टनको छोरो क्या ऊ हाम्रो बबिताको ऊ आयो गोरुले म लगाउनु पन्ध्र नौ 24 13 37 7 44 49 झरो
कति 66 भयो 66 भयो त्यसैले वचनहरू यहाँ 11 12 गरेर हुन्छ 12 भने नि हुन्छ 66 12 78 78 खै त मैले 80 अड्काले आएको पहिले त्यहाँ बढी बढी छैन 80 चाहिँ पिल्छ हठात काम नपाएको पछि फिल्मको सुटिङ अड्कादेखि अनि पछि 78 यिनीहरू गरेर 80 80 हो 84 लगाए हुन्छ 80 चाहिँ घट्दैन के 84 कि 86 लगाए हुन्छ 2 किलो भित्र हाल्नु न बाटा त्यो थैले भित्र हाल्नु न प्लास्टिक भित्र हाल्नु यो अनुमानले गरे नि हुन्छ कि जोड्नु पर्दैन गर्नु पर्दैन 4 किलो हुन्छ कि 4 किलो त भइहाल्छ नि यो 5 किलो तपाईको हेर्दैछु अन्त अलिकति छोड्ने यो चाहिँ दिशाको त जोड्नलाई दिए हो यो मासु खानुहुन्छ कि खानुहुन्न ओहो मगर घर आउनु गाह्रो पर्छ तपाईलाई के रे खाइदिनु कति मिठो हुन्छ अनि एउटा गराङ एउटा सापलाई त्यो गरेर ठ्याक्क बनाएर भाँगाले लिने यो 86 किलोको सुँगुर काटेको छ यहाँ चाहिँ आन्द्रा टाउकोहरू जोड्दैन खुट्टा जोड्दैन है फलमासु मात्र जोड्छ 86 किलो सिङ्गे जोखाएर अलिकति काटीसित फरक हुन्छ अलिकति धेरै हाल्नुपर्छ धेरै आउँछ यो 200 गरम त बढी हाल्नु पर्छ के 300 गरम त हाल्दियो हुन्छ 350 ग्राम खुट्टा पनि हाल्नु खुट्टाको काटेको छैन कतापट्टिको भएको त्यो बार्नु एउटा भाँडा ल्याउनु है टाउको हाल्न यहाँ मैला छ कि हालिसक्नु लामटानी मिलाउनु लामटा हाल्दैछ ममा ठुन्काएर पो हाल्ने त यो हाल्ने भने त्यो गरेर अरे यो सजिलो हुन्छ नि 21 5 26